यतिखेर अमेरिकी सरकार शटडाउन अवस्थामा छ। करिब 9 लाख भन्दा बढी संघीय कर्मचारीहरू बेतलबी विधामा परेका छन् भने सीमित कर्मचारीहरूले अत्यावश्यक सरकारी सेवाहरू दिइरहेका छन्, जसले गर्दा सरकारी सेवा प्राप्त गर्ने कार्यालयहरूमा अत्याधिक भिडभाड र लामो समय कुर्नुपर्ने अवस्था मात्र आएको छैन, कतिपय सरकारी कार्यालयहरू बन्द नै भएको छ। अमेरिकामा पटक पटक हुने गभर्नमेन्ट शटडाउन के हो त? अमेरिकामा सरकारले खर्च गर्न कांग्रेस अर्थात् संसदबाट हरेक वर्ष अक्टोबर 1 अगावै आगामी खर्च योजना अर्थात् बजेट पारित गर्नुपर्छ, जसको लागि हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेटले सरकारको योजनालाई सर्वसहमतिले पारित गर्नुपर्ने हुन्छ। जब हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेटका सदस्यहरूले बजेटमा सहमति दिन सकेन वा राष्ट्रपति र कांग्रेस बीच मतभेद भयो भने यो अवस्थामा सरकारले नयाँ बजेट पारित गर्न सक्दैन अनि सरकार र सरकारी निकायहरूले कानुनी रूपमा पैसा पाउँदैन। यही अवस्थालाई नै गभर्नमेन्ट शटडाउन भनिन्छ। यो अवस्थामा सरकारसँग पैसा नभएको कारणले कर्मचारीहरूलाई तलब दिन सक्दैनन् र लाखौं कर्मचारीहरू बिना तलब बिदामा पठाउँछन् र संघीय कार्यालयहरू बन्द गर्छन्। तर अत्यावश्यक सेवाहरू जस्तै सेना, अस्पताल, हवाईजहाज, यातायात भने चलिरहन्छन्। कहिलेसम्म रहन्छ त शटडाउन? यो स्थिति तबसम्म रहन्छ जबसम्म कांग्रेस र राष्ट्रपति बीच नयाँ बजेट वा अस्थायी खर्च सम्झौता पारित हुँदैन। जब सम्झौता हुन्छ, शटडाउन अन्त्य हुन्छ र कर्मचारीहरूले आफ्नो रोकिएको तलब फिर्ता पाउँछन्। अमेरिकामा सबैभन्दा पहिला सन् 1976 मा राष्ट्रपति जेराल्ड फोर्डको पालामा 10 दिन गभर्नमेन्ट शटडाउन भएको थियो भने हालसम्म पटक पटक गरी 12 पटक यो अवस्था आएको छ। सन् 2019 मा राष्ट्रपति डोनाल्ड ट्रम्पकै पालामा सबैभन्दा धेरै 35 दिनसम्म गभर्नमेन्ट शटडाउन भएको थियो। त्यो बेला राष्ट्रपति र कांग्रेस बीच दक्षिणी पर्खालमा वाल फन्डिङ विवाद भएपछि शटडाउन भएको थियो भने अहिले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पकै पालामा कांग्रेसमा मेडिकेड, फरेन एड, स्पेन्डिङ कट्स विषयमा विवाद भएपछि अक्टोबर 1 देखि गभर्नमेन्ट शटडाउन अवस्थामा छ। यो अवस्था तबसम्म रहन्छ जबसम्म राष्ट्रपति र कांग्रेस बीचको बजेटमा रहेको विवाद साम्य हुँदैन।